सो हामीले चाहिँ हैन एक दुई म्याच जितेको हुन्छौँ अनि उताको एनिमीहरूले एक म्याच जितेको हुन्छ अनि यतिकैमा यहाँनिर हेर मैले हेट हान्छु यो मरिसक्यो अनि यस पछाडि हल्का अगाडि गएर एकजनालाई मार्न खोज्दाखेरि यहाँ फेरि यताको लास्टै कमजोर आएको रहेछ कि सुरुमा अनि पछि चाहिँ कम ब्याक गर्छ अहिले चाहिँ यसलाई हामीले हान्छौँ हैन एकजना हेर्न आइरहेको रहेछ मलाई पक्का अब यही झ्यालबाट त आउँछ होला नि हैन ग्रेनेड रहेछ उता आएको थियो फेरि भित्र गयो पक्कै यही झ्यालमा आउँछ म यही हानिराख्छु भनेको टिममेटले गएर पछाडिबाट हानिदिइहालेछ तर केही छैन यहाँ 3 र 1 को म्याच हुन्छ अब हामीले एक म्याच जित्नु पर्ने तर यहाँनिर नै हाम्रो गल्ती हुन्छ के हुन्छ भने चाहिँ हेर्दै जानु है त म ट्याक्क त्यो टायरबाट माथि गएर हान्न खोज्दाखेरि मलाई यताबाट नि एकजनाले उताबाट एकजनाले दुईजनाले हानेर मारिदियो अनि हाम्रो टिममेटहरू गएर हान्न खोज्छ तर राम्रै खेलेको हुन्छ उसले पनि टिममेट भन्दा नि रेन्डम आएको यिनीहरू पनि अनि यसले पनि हान्न त राम्रै खेल्ने थियो खेल्न त तर लास्ट यहाँ केहीमा चुप भइहाल्छ के त्यतिकैमा अनि अब यसलाई धेरै ड्यामेज खाएको हुन्छ अनि यताबाट आएर हान्न खोज्दाखेरि मेडिकेट गर्न खोज्दै यसलाई पछाडिबाट हानेर यो गेम उता उनीहरूले हान्छ अनि 3-3 को भएपछि यहाँनिर हो यो के आएको यस्तो आयो त्यसपछि फेरि हामीले फेरि अर्को म्याच खेल्छौँ यसमा पनि रेन्डमहरू नै आएको हो अब म चाहिँ यहाँबाट हान्न खोज्दाखेरि एनिमीहरू चाहिँ उता हुन्छ एकजना गयो हाम्रो अगाडि हैन अनि म चाहिँ यताबाट नहानेर त्यहाँ तलबाट झरेर गएर हान्छु भनेर जाँदै थिएँ हेर्दै टिममेटहरूले त एकछिनमै सबैजनालाई मारिदिन थालेछन् अनि सो म यताबाट जाँदाखेरि चाहिँ एकजना मात्रै थियो अनि त्यसलाई चाहिँ देखिरहेको छैन त्यो कता गएको थियो ऊ यता रहेछ त्यो उता कुदिरहेको सो अब त्यतै गएर हान्छौँ एकजना टिममेटलाई नक बनाइदिएछ हान्न खोज्दा पनि लागेन अनि यत्तिकैमा हाम्रो टिममेटले मारिदिएछ यहाँ एक राउन्ड हामीले सजिलै जित्छौँ अनि त्यस पछाडि अब दोस्रो सेकेन्ड राउन्ड पनि जिल्ली नै जान्छ खासै आएको छिटै गएर त्यो निर्घातै थियो तर हान्न चाहिँ हान्ने है पछि त्यो स्किलले गएर मर्यो अनि त्यहाँ रहेछ एकजना पछाडिबाट गएर हान्ने टिममेटले नै मारिसकेछ है यो गेम चाहिँ हाम्रो इजिली जान्छ यहाँनिर फेरि बाँकी बसेको अब एकजना छ जो कि यो माथि हो त्यता यो माथि घरबाट रहेछ हान्न खोज्छ तर मैले मेडी गर्दै तल झर्छ त्यो पनि अनि टिममेटले मारिदिइहाल्छन् त्यसलाई पनि सो हाम्रो यसरी नै यो गेम चाहिँ इजिली जान्छ Good job. First blood. I need backup. Double kill. अनि हाम्रो यो थर्ड राउन्ड पनि रेडी भइहाल्यो हैन पछाडि यताबाट जाँदै गर्दा अगाडि
भने जुन चाहिँ मलाई थै गुलबल हाल्यो अनि यहाँनिर मेडी गरिराखेको थिएँ अनि त्यतिकैमा यताबाट ओरियन्ट बनाइरहेको थियो यो पालि इजिली जान्छ कि यो गेम पनि खै उताकै खासै नखेल्ने आएको हो कि खेल्ने नै आएको हो कि रेन्डम टिममेट नै राम्रो खेल्नु परेको हो कि यो गेम पनि हाम्रो इजिली नै जान्छ त्यसलाई ड्यामेज दिँदै म पनि मर्छु अनि यहाँनिर के हुन्छ नि अब मेरो टिममेटले आएर डिमिट्री छोडिदिन्छ त्यताबाट यो चाइनातिको यो जन्तु छोडिदिएर मारिदिइहाल्छ कि मलाई अनि यतिकैमा अब उताको एकजना बचेको हुन्छ हाम्रो 3 जना छन् यो ट्याक्क हानिदिन्छ यहीँनिर पनि हाम्रो एउटा टिममेटले हान्दियो ट्याक्क अब यसले नै हान्छ Double kill. यहाँनिर हाम्रो हुन्छ बोया भएपछि चाहिँ ट्याक्क हाम्रो छिर्यो इलाइट हिरेकबाट मास्टर अब मास्टर छिरेपछि यो किन त्यो उयो ट्याक्क कतिचोटि छिर्यो भनेर देखाएन भन्नुहुँदो हो यो हिजो अस्ति नै छिराएको फेरि मेरो भाइ छ कि भाइले खेलेर र्याङ्क घटाएर राखेको छ फेरि छिराएको तपाईँहरूलाई आजको भिडियो राम्रो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला फेरि आउँछु अर्को भिडियो